भाग 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 भाग। अनि म एक्टिङ पनि गर्न सक्दिनँ हाम्रो वडाको वडाध्यक्षज्यूले जस्तो। सक्दिनँ म त्यत्रो कलाकार चाहिँ हो तर त्यत्रो कलाकारिता छैन। म त फ्यानै भएँ उहाँको, साँच्चै भनेको। हेलो यता पछाडि मान्छे छ है। र आज यहाँ कार्यक्रममा म अब गीत गायकीको के कुरा गर्नु, मेयर साहबले यसो बसेर च्याट्ट फेरि त्यो कान भएको यसोमा पक्रेर ग्रिन टी खानु हुँदो रहेछ। सबैलाई के लाग्दो रहेछ भने त्यो कान भएको समातेपछि त्यसमा फिजाउने नै खान्छ। होइन नि, त्यो ग्लासमा लेखेको छ र त्यो कान भएकोमा चाहिँ त्यही नै होइन नि। अनि एउटाले भन्यो क्या, मेयर साहबले कति धेरै फेसबुकमा लेखेको, कति धेरै लेखेको, ह्यान्ड राइटिङ राम्रो छ त लेख्छन् त, लेखेरै आएको त अनि हो कि होइन, लेखेरै विश्वास गरेको त अनि। ह्यान्ड राइटिङ राम्रो छ करण मिलाएर लेख्छन् त लेख्छन् नि, लेख्न देऊ, त्यसको तल तिमी पनि हो कि होइन। अनि सकिन। फेरि म हजुरहरूलाई भन्दा भनेको जस्तो हुन्छ, मेयर साहब यी हुनुहुन्छ, गायकको हाम्रो महागायक राजेश पायल दाई यहाँ पछाडि हुनुहुन्छ, हाम्रो ठुल्दै। त्यसै गरी हाम्रो स्वरकी धनी, साह्रै राम्रो मिठो स्वर र अनि राम्रो अनुहार, मिठो स्वर स्वभाव भएको हाम्रो चेली मेलिना राई यी छ, प्रार्थना दिदी यी हुनुहुन्छ, सुगम दाई यी हुनुहुन्छ। र पनि मैले भन्दा भनेको जस्तो हुन्छ कि तातल देर निकालेको मलाई पनि फेरि। अनि के कुरा गर्नुहुन्छ हौ, एक नम्बर। अब आइन्दा यो बाटो हिँडिस् भने नि भनेर भोइसकोले फोटो खिचेर लगेको छ नि, टिभीमा पनि देखाएन। अनि पछि मैले भने, दाइ कमसे कम कुर्सी घुम्नेसम्म त पुर्याइदिनु नि भनेको। भाइ तिमी आउँदा त कुर्सी घुम्नु भन्यो नि, म फेरि घुमाइदिन्छु भने। फेरि अब हजुरहरूलाई भन्दा